हामीलाई मन पर्दैन यो पर्दा पछाडिको खेल। बाबु मार्फत गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु, तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर सक्नुभएको छ। स्टन्ट गर्ने बानी सरकारले छोड्नु पर्यो, स्टन्ट बन्द गर्नु पर्यो। कराएर हुँदैन यहाँ सदनमा मात्र। म जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन, त्यो मुखले बोलेको 50औं वर्ष भइसक्यो। हामीले हातले गर्नुपर्छ, ठाउँमा गएर गर्नुपर्छ। आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ, उहाँहरूको पीडाको ठाउँमा बुझेर गर्नुपर्छ। त्यसलाई तपाईँहरू स्टन्टबाजी भनेर भन्नुहुन्छ। आज सुविधा सम्पन्न अस्पतालमा बेलैमा उपचार गरिदिएको भए, एयर एम्बुलेन्सहरू पुर्याइदिएको भए, त्यो एयरपोर्टमा दौडिनेको सट्टा एउटा प्लेन मात्र एयरपोर्टमा पठाएर दिल्ली जान कति लाग्छ? 2 घण्टा। सम्माननीय सभामा आज ऊ मान्छे गणेश नेपालीको जीवन बाँच्छ। काम गर्नका लागि आदेश दिने हो, आदेशको पालना भयो कि भनेर त्यसको कार्यान्वयन गर्ने हो। हिजो सडकमा प्रदर्शन गर्नुभन्दा गणेश नेपाललाई राति नै हेलिकप्टर मार्फत उद्धार गरी नेपाल वायुसेना निगमको जहाजबाट एम्बुलेन्सबाट दिल्ली पुर्याइदिएको भए यो अवस्था हुँदैन थियो। सम्माननीय सभामा त्यतिखेरको कन्डिसन तपाईँलाई थाहा छैन। किन थाहा छैन? किन तपाईँ त्यहाँ पुगेकै छैन। डक्टरसँग कन्सल्ट गर्नु पर्यो, कुरा गर्नु पर्यो। डक्टरहरू हामीले उता इन्डियन साइडलाई पनि हामीले पर्मिसन लिनु पर्यो। राति परिसकेको थियो, पर्मिसन लिन परराष्ट्रलाई हामी परराष्ट्र मन्त्री उठ्नुभयो, परराष्ट्र सचिव उठ्नुभयो, इन्डियन एम्बेसीसँग कोर्डिनेसन गर्नुभयो। इन्डियन एम्बेसीसँग कोर्डिनेसन गरेपछि उताको एम्सको टिमलाई रेडी गर्नु पर्यो। उतापट्टि आउँदाखेरि फेरि यताबाट एयरप्लेनले हाम्रो एयर एम्बुलेन्स स्ट्यान्ड बाईमा राख्यौँ हामीले। म आफै गएर त्यहाँ निरीक्षण गरेँ, किनभने हाम्रो डोमेस्टिक एयरपोर्ट जाने बाटोमा चाहिँ तपाईँको त्यो पिच भएको छैन। त्यो गल्ती हामीले लिनुपर्ने, पिच नभएको। त्यतिखेर हाम्रो गणेश नेपाली त्यही एम्बुलेन्समा जाँदाखेरि हल्लिएर केही होला कि भनेर डर लागेर मैले राति नै एयरपोर्टमा गएर 10 नम्बर बेमा लिएर आउनुपर्छ तपाईँहरूले, यतापट्टि सजिलो हुन्छ भनेर हामीले भनेर आएको छौँ। र राति एयरपोर्टमा आफै गएको। त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाकोबाट चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई। गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठुलो मूल्य चुकाउनु पर्छ। यसको जिम्मेवार, यो हत्याको जिम्मेवार यो बालेन्द्र सरकार हो। बालेन्द्र सरकार जनताका पक्षमा, जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई चाहिँ मार्ने गरी, जनताको हत्या गर्ने गरिकन अगाडि बढिरहेको छ। म यो सरकार मुर्दाबाद भन्न चाहन्छु। धन्यवाद। त्यो संवेदनशील विषयलाई हामीले राजनीतिकरण गर्नु हुँदैन कि एउटा कुरा। त्यहाँ जो कोही सामान्य मान्छेले वीर अस्पतालमा अहिले जाने स्थिति पनि छैन, हेरिसक्नु पनि स्थिति छैन। असाध्यै त्यहाँ भावविह्वल परिस्थिति बनेको छ। अतिरञ्जित नबनाउनुहोस् न। यदि गणेश नेपाली जीवित हुनुहुन्थ्यो, यदि सरकारले बेलामा उद्धार गरेको भए, गरिबको चमेली बोलिदिने कोही छैन, मलाई बोल्न दे सरकार, मनको कुरा खोल्न दे सरकार भन्ने सरकारलाई गरिब दुखी जनताको आँसु पुसिदे सरकार भन्छु। कराएर हुँदैन यहाँ सदनमा मात्र। म जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन, त्यो मुखले बोलेको 50औं वर्ष भइसक्यो। हामीले हातले गर्नुपर्छ, ठाउँमा गएर गर्नुपर्छ। आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ, उहाँहरूको पीडाको ठाउँमा बुझेर गर्नुपर्छ। सरकार अरबपतिलाई चाहिँदैन सम्माननीय सभा महोदय, र करोडपतिलाई पनि सरकार चाहिँदैन। यसलाई त्यति आवश्यक हुँदैन सरकार। यस्तो संवेदनशील विषयलाई हामीले राजनीतिकरण गर्नु हुँदैन कि एउटा। सरकार ती व्यक्तिलाई चाहिन्छ जो गरिब छन्, जो निमुखा छन्, जो अपहेलित छन्, जसलाई सरकारको आवश्यकता छ। यो नियम कानुन हामीले बनाएको, तपाईँले बनाएको, तपाईँले कार्यान्वयन गर्नु नसकेर हामीले कार्यान्वयन गरेर हामीले देखाएको र त्यही नियम कानुनमा टेकेको हो हामीले। यो युरोप हो, यो नेपाल। यहाँ सबै अरबपति छैनन्, सबै करोडपति छैनन्। सम्माननीय सभा महोदय, सरकार कसरी सञ्चालन हुन्छ भनेर तपाईँलाई म सिकाउन चाहन्छु। हाम्रो 3 तहको सरकार हुन्छ। एउटा सङ्घीय सरकार भयो, एउटा प्रदेश सरकार भयो र एउटा स्थानीय सरकार भयो। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हिल लक गरेको होइन। कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हिल लक लगाएको छ, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई, मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले? यो प्रदेश सरकार कसको छ अहिले? 2 तहको सरकार त तपाईँहरूसँग छ। तर रोड ट्याक्सदेखि लिएर हरेक ट्याक्स गर्ने हो भने अहिले 296% राज्यले कर सल्प गर्छ, तर सुविधा केही पनि छैन। अनि तर यसको बदलामा के पाउँछ? यो नियम कानुन हामीले बनाएको। कानुन तिनै छन्, कानुन परिवर्तन गर्न जम्मा 3 महिना छ, कानुन पनि परिवर्तन हुन पाएको छैन। जीवन बचाउनको लागि सरकारले गरेको प्रयास निकै हदसम्म त्यो प्रयास गरिएको थियो, तर सम्भव हुन सकेन। दैवको अथवा जसको मृत्यु जसरी लेखिएको हुन्छ सायद त्यो भोग्नुपर्छ, त्यही नै होला। गहिरो छानबिन हुनुपर्छ, गम्भीर छानबिन हुनुपर्छ। उनको जीवनको मूल्य कसैसँग पनि दाँजिन सकिँदैन, जीवन कसै गरेर पनि फर्काउन सकिँदैन। त्यसैले उहाँको परिवारले क्षतिपूर्ति पाउनुपर्छ सबभन्दा सुरुमा। अर्को कुरा भनेको यसलाई सत्य तथ्य छानबिन गर्नुपर्छ। नेपाल सरकारले अब
यस्तै कुराहरूलाई नदोरियोस् भनेर आफ्नो कामलाई राम्रोसँग अगाडि बढाउनुपर्छ। यो बाहेक अरू कुनै पनि कुरा गर्न सकिँदैन होला नि त। यसको लागि हामीले एउटा छानबिन समिति पनि एउटा गठन गरेका छौँ। डिआइजी हाम्रो गोविन्द थपलियाको संयोजकतामा 5 सदस्यको छानबिन समिति हामीले गठन गरेका छौँ। 3 जना अहिले हामीले छानबिनको लागि सोधपुछको लागि नियन्त्रणमा लिएका छौँ। महानगरपालिकाको प्रहरीहरू उहाँहरूलाई नियन्त्रणमा लिएको छौँ। अनि यसमा हामी निष्पक्ष हिसाबमा हामी छानबिन पनि गर्छौँ। 25 वर्षका एउटा युवाले आत्मदाह गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो सभामुख महोदय? यस सम्बन्धी सरकार गम्भीर भएर लाग्नुपर्छ र यो घटनालाई सरकारले गम्भीर ढङ्गले छानबिन गर्नुपर्छ सभामुख महोदय। र ती गणेश नेपालीहरू काठमाडौँ किन छिरे सभामुख महोदय? र म सोध्न चाहन्छु, आज गणेश नेपालले दिनको 1500ले आफ्नो निजी जीवन चलाइरहेको थिए, तर म सोध्न चाहन्छु सदनमा बस्ने प्रधानमन्त्रीदेखि लिएर मन्त्री सांसदसम्मको प्रत्येक दिनको हाम्रो खर्च कति हो र उनले कमाउने कति र उनको खर्च कति हो? कति कुराहरू तपाईँले जानेर अबुझ गर्नुभएको किन? म धेरै भयो मैले सहेको। अब यो सम्मानित सदनलाई एउटा रेस्पेक्टेड भ्यू पोइन्टबाट हेर्नुपर्छ। यसमा अलि आफूले बोल्दाखेरि एकदम मर्यादा राखेर बोल्नुपर्छ, तर घुटकन भइसक्यो। गाह्रो हुन्छ कहिले कहिले तपाईँको यसरी हेर्दाखेरि के आफ्नो देश राम्रो होला भनेर हामीहरू सबै युवाहरू एउटा आशाले लडेका थियौँ र आज आएर विपक्ष दलका साथीहरू जतिजना मित्रहरू हुनुहुन्छ, जतिजना राजनीतिज्ञहरू हुनुहुन्छ, देश चलाएर 50औं वर्ष राज गरेका माननीयज्यूहरूबाट हामीले सिक्नुपर्नेमा आज हामीले यस्तो कुरा देख्न पाइरहेछौँ। हामीले तपाईँहरूबाट सिक्नुपर्ने होइन र? तपाईँहरूको गल्तीले हामीले सिक्नुपर्ने होइन र? हामी अगाडि बढ्नुपर्ने होइन र? यो देश त तपाईँको पनि हो, हाम्रो बहुमतको सरकार होला, तर यो देश तपाईँको पनि हो। तपाईँलाई पनि जनताले जिताएरै पठाएको। मलाई अचम्म लाग्छ आज आफ्नो यहाँ पीडा यसरी गरेर पोख्नु पर्दाखेरि एउटा मन्त्रीको हैसियतले, एउटा नागरिकको लागि हामीले हिजो रातभरि खट्यौँ। म यत्तिकै यो आँसु झरेँ, किन आफूले अथाक प्रयास गर्दा गर्दा पनि नहुँदाखेरि त्यो चित्तै नबुझ्ने रहेछ। देशको कुन चाहिँ संयन्त्र चलायो? जुन संयन्त्र नेपाल प्रहरी, ट्राफिक प्रहरी जसरी पहिला नेताको मात्र रक्षा गर्नु, आज हिजो राति तपाईँ हेर्नु होला त्यहाँ रातभरि नेपाल प्रहरी, ट्राफिक प्रहरीहरू बाटोभरि उभिएर बसेका थियो। उहाँहरू भिभिआइपी सेक्युरिटी दिएर कसको लागि? गणेश नेपालीको सेफ ट्रान्सफर एयरपोर्टको लागि रातभरि सुतेका छैनन् उहाँहरू पनि आफ्नो नागरिकको रक्षा गर्नको लागि। हामी पनि त्यहाँ गयौँ। त्यहाँ गएर सबै कुरा व्यवस्था गर्नको लागि सबै स्पेसलिस्टहरू बोलायौँ, सबैजना राख्यौँ। पैसाको तपाईँ टेन्सन नलिनु, सरकारले जति खर्च गर्नुपर्छ गर्छ, आफ्नो नागरिकलाई बचाउनको लागि गर्छ, किन नगर्ने? पहिला त्यही भिआइपीलाई मात्र सेक्युरिटी दिन्छ भने आज नागरिकलाई सेक्युरिटी दिनको लागि हरेक बाटोको कुना काप्चामा बसेको थियो। र पत्रकार मित्रहरूलाई पनि तपाईँले सोध्नु होला, जतिजना मान्छेले त्यसलाई स्टन्टबाजी भन्नुभयो, क्यामेरा लिएर हिँड्छ भनेर। क्यामेरासँग भाग्ने मान्छेहरू हामीहरू, क्यामेरा आएर बोलेको तपाईँले हतपत्त हामीलाई देख्नु हुँदैन। हामी फिल्डमा उत्रेर काम गर्ने मान्छेहरू, हामीलाई त्यति राम्रोसित बोल्नु आउँदैन होला, तर राम्रोसित काम चाहिँ गर्नु आउँछ, आफ्नो देशलाई जोगाउनु आउँछ। चाहे तपाईँ नै होस्, तपाईँको जिम्मेवारी पनि हाम्रै टाउकोमा छ। हामीले नै त्यो जिम्मेवारी निर्वाह गरेर हामी तपाईँको सुरक्षाको लागि हामी खटिरहेछौँ। हामीले कहिले पनि भनेका छैनौँ कुनै दल, कुनै पार्टी भनेर हामीले छुट्याएको छैनौँ यहाँ। तर पहिला के हुन्थ्यो? हामी पहिला बस्दाखेरि एउटा नागरिक भएर हेर्दाखेरि के हुन्थ्यो? यताबाट एकजना उफ्रिनुहुन्थ्यो, उताबाट अर्कोजना उफ्रिनुहुन्थ्यो, दिनभरि त्यो ड्रामा हुन्थ्यो हाम्रोबाट यहाँ। तर अब हामी नसुध्रेर कहिले सुध्रिने? र अहिले आउँदाखेरि आफ्नै साथीभाइहरू, माननीयज्यूहरू जो अगाडि एउटा बोल्नुहुन्छ, पछाडि अर्कै बोल्नुहुन्छ, चित्त बुझ्दैन रहेछ। यो अगाडि जसरी बोल्नु भएको छ त्यसरी नै पछाडि बोल्नु पर्यो। अगाडि आउनुहुन्छ माननीयज्यूहरूले एकदम ल भन्दै घुलमिल गरेर बोल्नुहुन्छ, पछाडि गरेर के गरेर बोल्नु भएको थियो? सदनमा जे बोल्नुहुन्छ त्यसै गरी हामीलाई बाहिर पनि ट्रिट गर्नु, अनि पो हामीलाई थाहा हुन्छ त। यो हामीलाई मन पर्दैन, यो पर्दा पछाडिको खेल। बुझ्नुपर्ने कुरा एउटा कुरा, हामी गृह मन्त्रालय हामी एन्फोर्स गर्ने हो। ट्राफिकको फाइन कुनै लाउँछ भने ट्राफिकले फाइन त उहाँहरूले कोर्ने होइन नि त। भौतिक तथा यातायात मन्त्रालयको विभाग छ, त्यहाँबाट नियम कानुन बनाएर हाम्रो सदनबाट पास भएर बल्ल त्यो विधेयक हो। तपाईँहरूलाई सिकाउनु पर्ने मैले, जो भर्खरै राजनीतिमा आएको छ, त्यो विधेयक हो भनेर। मलाई भन्नुभएको होइन तपाईँहरूले, कतिजना मानिसज्यूहरूले मलाई भन्नुभयो होइन संविधानको स थाहा छैन यहाँ आएर भने। अहिले आएर संविधान स थाहा नहुने मान्छेले तपाईँलाई संविधान सिकाउनु पर्ने? यो दिन आएको हो यो सदनमा?